सम्पूर्ण साथीहरू नमस्कार। आज हामी मुस्ताङ जिल्लाको प्रमुख धार्मिक स्थल अथवा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा छौँ। यो पवित्र तीर्थस्थलमा विभिन्न देशबाट चाहिँ विभिन्न पर्यटक तथा धार्मिक तीर्थालुहरू यस ठाउँमा पुग्ने गर्नुहुन्छ। यस ठाउँमा रहेका यी 108 धारामा हामीले स्नान गऱ्यौँ भने हामी चाहिँ मोक्ष प्राप्ति गर्छौँ भन्ने विश्वास रहेको छ। यस ठाउँमा मुख्य गरी भगवान विष्णुको पूजा गरिन्छ भने यो स्थान हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूका लागि एकदमै महत्त्वपूर्ण र पवित्र धार्मिक स्थल हो। समुद्री सतहबाट 3800 मिटर उचाइमा रहेको यस स्थान धौलागिरी र अन्नपूर्ण हिम श्रृङ्खलाको काखमै अवस्थित छ। यो धार्मिक स्थल हिमाली क्षेत्रमा अवस्थित भएको कारणले गर्दाखेरि चाहिँ यहाँ चिसो हावा चल्ने र एकदमै चिसो हुने क्षेत्र हो। यो स्थान एक धार्मिक स्थल मात्रै नभएर प्राकृतिक सौन्दर्यका हिसाबले पनि महत्त्वपूर्ण छ। देश विदेशबाट विभिन्न भक्तजन तथा तीर्थालुहरू र पर्यटक यात्रीहरू चाहिँ यस ठाउँको सुन्दरता र यस ठाउँको धार्मिक स्थलको अवलोकन तथा यस ठाउँमा मोक्ष प्राप्ति गर्नको लागि आउने गरेको पाइन्छ। यो मन्दिर श्रद्धालु भक्तजन तथा तीर्थयात्रीहरूका लागि 12 महिना खुल्ला रहन्छ। बौद्ध धर्मावलम्बीहरूका लागि पनि यो क्षेत्र निकै नै महत्त्वपूर्ण छ। मुक्तिनाथ मन्दिरसँगै छेउमा चाहिँ एक बुद्धको मूर्ति राखिएको छ र बौद्ध धर्मावलम्बीहरू पनि यस ठाउँमा पुग्नुहुन्छ। यतातिर चाहिँ यो मुक्तिनाथ मन्दिर हो। यो चाहिँ यतातिर चाहिँ बुद्धको मूर्तिहरू र हिमालहरू देख्न सकिन्छ। त्यसपछि यताबाट चाहिँ यो आउने बाटो र यता तलतिर चाहिँ यहाँबाट निस्किने एक्जिट छ। आजभोलि चाहिँ यो चैते दशैँको अवसरमा धेरै चाहिँ श्रद्धालु भक्तजनहरू चाहिँ यहाँ आउने गरेको देखिएको छ। यो ठाउँ एकदमै सुन्दर, मनमोहक र हेर्न लायक ठाउँ छ। यहाँ लगभग 12 महिना यहाँका हिमालहरूमा सतामी हिउँ परेको देख्न सकिन्छ र सुन्दर यी दृश्यहरूसँगै स्वच्छ हावासँग हामीले चाहिँ यहाँ धर्म कर्म गर्नको लागि यो ठाउँ महत्त्वपूर्ण छ। यस ठाउँमा पुग्नको लागि हामी पोखराबाट सिधै सडक मार्ग हुँदै यस ठाउँसम्म पुग्न सक्छौँ। त्यस्तै हामी हवाई मार्गबाट काठमाडौँ पोखरा हुँदै अथवा काठमाडौँबाट सिधै पनि जोमसम आउन सकिन्छ अथवा हामी पोखराबाट हवाई मार्ग मार्फत जोमसम हुँदै यस क्षेत्रसम्म पुग्न सक्छौँ। यो नेपालको प्रमुख पर्यटकीय धार्मिक स्थल हो। यदि तपाईँहरू पनि घुम्न चाहनुहुन्छ भने यो ठाउँमा अवश्य पुग्नुहोला। जय मुक्तिनाथ। मुक्तिनाथले हामी सबैको कल्याण गरून्।